समाजको सकियो भने जेल गयो, समाजले सकिएन भने खुल्ले हिँड्छ, त्यही हो। That's it. That's it. मेरो दाइ आएर अहिले मलाई चोट गरेको छैन, गरेछ छैन नि त। चोर मेरो घरमा चोर आयो, मलाई बलात्कार गर्न आयो भने, मलाई हत्या गर्न आयो भने म त्यतिखेर रिपोर्ट गरिहाल्छु नि। कहिले सिकाइरहनुपर्छ? बच्चा हुँदैन, त्यो हुँदैन। दाइ भनेको दाइ हो, दाइसँग न मेरो माया छ न प्रेम छ, दाइको एउटा कुराको स्वीकार गरेर बस्ने कुरा पनि होइन भनेपछि त्यो 15 वर्षको बच्चा हुँदाखेरि पो मलाई दाइले यो दुर्व्यवहार शोषण गरेको थियो। त्यसपछि त उसले गरेको छैन नि त, किनकि म अर्को गर्लफ्रेन्ड बनाएर उसलाई छोडिदिएँ। अब छोडिसकेपछि पनि उसले चान्स पायो भने बलात्कार त गर्ला, तर नो, किनकि विदेश गएर 6 वर्ष बसिसकेपछि उसले अरू केटी खोजेर अन्य केटीसँग विवाह गरेको थियो र अहिले पनि विवाह गरेर पनि छोरा पाएर ऊ जेल गएको थियो पछि, होइन? मैले पुलिस केस, त्यसपछि उसलाई पुलिस केस गरेर मैले पनि 50,000 छोरामा गर्लफ्रेन्ड बनाएर होला, केटाहरू भेटे काठमाडौँमा ऊ विदेश हुँदाखेरि त्यसपछि उसलाई नेपाल सिकाएर ऊ बिहे गरिसकेपछि मैले पुलिस केस गरेको थिएँ उसलाई बलात्कारको। त्यो केस हालेको थिएँ, पुरानो केस। पछि 7 वर्षपछि मैले उसलाई केस गर्न सफल भएको थिएँ, पुरानो केस। त्यही भएर बल्ल 3 वर्ष सजाय भयो जेलमा, 3 वर्ष राखियो। 2022 केस गरेको थिएँ, 2025 छुटेर विदेश गइसकेको छ, 3 वर्ष जेल बसेर भनेपछि अब विदेश जेल 3 वर्ष बसिसक्यो त। अब जेल बसेर मैले उसलाई मुद्दा चलाएर केस हालिसकेको छु त, होइन? उसलाई अझै पनि अब म उसलाई जेल थुन्ने फेरि माया त म गर्दिनँ उसलाई। त्यो अपराधीलाई म माथि मेरो भविष्य बर्बाद पारेको छ, मेरो घरबार बिगारेको छ, होइन? मेरो त्यो अब घरबार नि खै अब अरू केटासँग माया हुँदैन, होइन? त्यो त अब बिस्तारै बित्दै भएको छु म, मेरो जिन्दगी नै बर्बाद भएको छ मेन कुरा। होला नहोला त्यो मेरो आफ्नो ठाउँमा छ, तर बिस्तारै बित्दै पायो अपराध गरे हो त्यो चाहिँ, होइन? तर त्यो मान्छेलाई माया होइन क्या, त्यो मान्छेलाई भेट्यो भने स्वाटै काट्छु र त्यो लगाएर अर्को व्यक्तिले पनि मलाई टर्चर गर्छ भने त्यसलाई स्वाटै काट्छु मैले। मलाई त्यो दिमाग यति सड्केको छ, रिस त मलाई सबै केटासँग मेरो आरोप नै लगाउँछु, म दोषी हो। म दोषी भन्दा पनि म दोषी होइन कि म आरोप लगाउने ब्लेमिङ गर्ल हो क्या। म सबैजनामा आरोप लगाउँछु, किनकि मलाई मैले दाइलाई त त्यो पुरानो बिर्सिसकेँ म, त्यो कुराहरू म उसलाई पुलिस केस पनि गरिसकेँ। मेरो साइडबाट मलाई यसलाई गर्नुपर्ने केसहरू सब मुद्दा सुद्धा चलाएर मैले जेल थुनिसकेँ मान्छे हो। ऊ जेल पनि छ, उसले पाइसक्यो। अब मलाई बाँच्न दियो क्या, है? मलाई केही मतलबै छैन, सक्यो, है? म आफ्नो लाइफमा सेफ छु, खुसी छु, म बचिरहेको छु। मेन कुरा भनेको उसलाई मैले पुरानो सजाय दिनुपर्ने 3 वर्ष जेल सजाय पनि पाइसकेँ केस गरेर भनेपछि ऊ जहाँ के मतलब भएन, उसले मतलब भेट्न पाउँदैन कि होइन कि होइन? म आफ्नो लाइफमा व्यस्त छु। अब मेरो जीवन भनेको त अलिकति स्याड नै छु म, त्यही पनि अब मेरो जीवनमा माया हुँदैन, म बर्जिने नै छैन, चोखो छैन नि त, अब विवाह नै हुँदैन कि भन्ने पिर चिन्ता छ मलाई, छ नि, होइन? अब बसेर आएको छु, यस्तो प्रब्लम्सहरू बच्चा नहुने त्यस्तो त छैन मेरोमा, हुन्छ मेरो बच्चा पनि हुन्छ, विवाह पनि हुन्छ, बर्जिन्छु, कन्याकुमारी छु, चोखो छु, एकदमै सिङ्गल छु। मैले कुनै किसिमको शारीरिक सम्बन्ध पनि गरेको छैन, 6-7 इयर्सदेखि सिङ्गल पनि छु। अब पहिलाको एक्सहरू पनि पार्टनरहरू पनि मैले टाइम पास गरेँ, युज गरेँ, छोडिदिएँ भनेपछि पैसा मासिसहरू गरेको थियो। अब त्यो केटाहरू नि कता कता अस्ट्रेलिया गयो, कोही विदेश गयो, कोही नेपाल छ, कता कता गयो, मैले छोडिदिएँ सबैजनालाई भनेपछि त्यो पनि मतलब भएन। अब त्यो पैसा मासिक गरेको मैले त्यो के मतलब गरेर, होइन? त्यो पनि मतलब छैन। अब फेरि नयाँ केटाको आउँछ मेरो जीवनमा, त्यसलाई माया गर्छु नि त भनेपछि अब त्यसले गर्ने नगर्ने, अब विवाह गर्ने नगर्ने, मेरो मम्मी ड्याडीको घरमा गएर दार्चुलामा मागी विवाह गर्नु पर्यो। दार्चुलाको पहिलरीको केटाले गर्छ कि काठमाडौँको केटाले गर्छ कि या विदेशमा बस्ने पिआरले गर्छ कि अब कुन चाहिँ केटाले गर्छ, कस्तो केटाले गर्छ, अब पहिला विवाह गर्नु पर्यो, माग्न जानु पर्यो, कुराहरू गर्नु पर्यो, होइन? के हो कस्तो तपाईँको छोरी कस्तो छ, म विवाह गरेर लान्छु भन्नु पर्यो, होइन? अब मेरो मम्मी ड्याडीले कुरा गर्नुहुन्छ, मेरो छोरी यस्तो यस्तो छ, तपाईँ माग्न आउनुभएको छ, हिसाब बन्नुहुन्छ भने चाहिँ अब यस्तो यस्तो हो, छोरी यस्तो राम्रो छ, राम्रै छ छोरी, अब पैसा पनि छ, छोरी धनी पनि छ, राम्रो पनि छ, छोरीलाई लगेर चाहिँ तपाईँले जिम्मा लिनु पर्यो, पाल्नु पर्यो, उसलाई खाना लाउनु सबै कुराहरू जिम्मा लिएर आफ्नो जिम्मा लिनु पर्यो, उसलाई खुसी राख्नु पर्यो। जीवनभरि तपाईँ हातमा सुनिन्छौँ, हामी मरेर गएपछि
तपाईँले सामान दियो, तपाईँहरू श्रीमान श्रीमती बन्नुहोस्, सम्पत्ति दिनुहोस्, अधिकार दिनुहोस्, तपाईँ मेरो छोरी लगेर बिचमा नछोड्नु होला, त्यसरी होला राम्रो हुन्छ होला। लगिसकेपछि तपाईँकै आएर बस्नु फेरि जिउँदो हुन्छ यो दुनीसम्म यति वर्ष 6 वर्ष 50 वर्ष अमेरिका जस्तो काण्ड हुँदैन नि, हुँदैन। अनि त्यसपछि अब होइन कस्तो कस्तो थिङ गर्नु क्या तिमीहरूको। मैले म्यारेज गरिदिन्छु